राजेन्द्र गौतमको भेटबाट सुरु भएको हाम्रो दाङको यात्रा दाङका विभिन्न घोराई अनि धारापानी भन्ने स्थलमा जहाँ त्रिशूल रहेको छ त्यो स्थलको भ्रमण गर्नेछौँ भने हामीले त्यसपछि दाङको घोराईमा स्थित बाह्रकुने दहको अध्ययन गर्नेछौँ। त्यसैगरी हामी संस्कृत विश्वविद्यालयमा प्रवेश गरी कपुरकोटमा गएर यात्रा समापन गर्नेछौँ। दाङको धारापानीमा हामी आइसकेका छौँ। अत्यन्त आकर्षक ठाउँ। यहाँ हाम्रा साथीहरू हुनुहुन्छ। धारापानीमा हाम्रो राजेन्द्र दाइसित हामीले पढ्दाखेरि संरचना थिएन, फेरि आएको केमा आइयो केमा आएको के म तर यो यिनी केही थिएन। यहाँ चाहिँ यहाँ फरक जय विश्वकर्मा। धारापानीको यो मन्दिर यहाँ 108 वटा शिवलिङ्गहरू रहेका छन्। हाम्रा साथीहरू आइरहनु भएको छ। हाम्रा साथीहरू आइरहनु भएको छ। भन्नाले पाण्डवेश्वर मन्दिर दाङको धारापानी विशाल क्षेत्र ओगटेको यो धारापानीको पाण्डवेश्वर मन्दिरको क्षेत्रफल निकै नै आकर्षित छ। एसियाको सबैभन्दा ठुलो त्रिशूल यहाँ रहेको छ। हामीहरू यहाँ आइरहेका छौँ। सबै किसिमका मठ मन्दिरहरू एसियाकै सबैभन्दा ठुलो अग्लो त्रिशूल यहाँ रहेको छ। हो यो धारापानी भन्ने ठाउँमा घोराई स्थित ठुलो क्षेत्रफलमा फैलिएको रहेछ। निकै नै ठुलो त्रिशूल रहेको छ। यो झरना यो हेलमा हामी बाह्रकुनेमा आइयो दहमा प्रवेश गरेका छौँ। यो घोराई उपमहानगरपालिका अन्तर्गत पर्दो रहेछ। बाह्रकुने दह घोराईको अत्यन्त आकर्षक दह बाह्रकुने दह। निकै नै आकर्षक रहेको छ बाह्रकुने दह। माछाहरू रहेका छन्, यतातिर रहेछन्। दाङको घोराईमा रहेको बाह्रकुने दह यहाँहरूलाई कस्तो लागिरहेको छ? हाम्रा साथीहरू यतातिर हुनुहुन्छ। अनि उहाँ चाहिँ एकदमै दिन गनेर मोटाउनु भएको छ। फुललाई छोयो फेरि फुलै माया पो बस्नलाई छोयो फेरि। दाङको देउखुरी उपत्यकादेखि पूर्व घोराई उपत्यकामा रहेको यो बाह्रकुने दहका केही दृश्यहरू आजलाई चाहिँ यहाँहरूलाई यति नै गरौँ।
नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालय बेलजुन्डीमा पनि आइपुग्यौं। छेउबाट छ हैन? केन्द्रीय विश्वविद्यालयको केन्द्रीय कार्यालय नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालय बेलजुन्डी दाङ यहाँहरूले देखिरहनु भएको छ, जहाँ मैले आचार्यसम्मको अध्ययन पूरा गरेको थिएँ। यो केन्द्रीय कार्यालय रहेको छ। यहाँ प्रशासनिक कामहरू हुने गर्दछन्। अरू मैले पढेको ठाउँ आचार्यसम्मको अध्ययन यही विश्वविद्यालयबाट भएको थियो। आज घुमफिरको क्रममा यहाँ देख्ने अवसर पुनः मिल्यो। पिच बाटो थिएन, पिच बाटो भएछ। बेलजुन्डीलाई छाडेर हामी तुलसीपुर हुँदै कपुरकोटतर्फ प्रस्थान गर्यौं, बाटाका मनमोहक दृश्यहरू हेर्दै। अब भने हामी कपुरकोट बजारको नजिकै आइपुगेका छौं। कपुरकोट बजार सल्यान जिल्लामा पर्दछ। त्यो पनि एकछिन हामी गाडी रोकेर हेर्ने जमर्को गरिरहेका छौं। निकै नै सुन्दर तरकारी फल्ने कृषियोग्य जमिन भएको स्थल हेर्दा हामीलाई निकै नै खुसी लाग्यो। कपुरकोट बजारमा हामी प्रवेश गरेका छौं। कपुरकोट बजार कपुरकोट कपुरकोट बजार कपुरकोट बजार यति नै। अरू दृश्यहरू देखाउँदै जानेछौँ। 29 र 30 गतिका दृश्य अन्य भिडियोमा हेर्नुहोला।